आज चाहिँ मामा भान्जाको भ्लग चाहिँ हामी पहिला पहिला काम गरेको ठाउँ घुम्न जाँदैछौँ। म र दिपक भान्जा हामी चाहिँ लेखनाथ मालेपाटन अनि सुन्दरचोक मा यसो घुम्न आएको छौँ। कस्तो हुन्छ लेट्स सी है त। ल हामी चाहिँ म र भान्जा होइन यहाँ गगन गौडा अनि हुँदै तल्लो गगन गौडा हुँदै अनि के अरे भान्जा हामी राज चौतारा सुन्दरचोक गरेको ठाउँमा जान यसो कस्तो भएछ भनेर घुम्न जाँदैछौँ। के कस्तो हुन्छ कस्तो परिवर्तन चाहिँ भएछ त्यो हामी देख्ने नै छौँ। अहिले चाहिँ हामी मामा भान्जा सुन्दरचोक जाँदैछौँ। के अरे लेखनाथ मालेपाटन सापकोटा साइडमा चाहिँ सापकोटा गाउँ छ। अनि त्यहीको आडमा चाहिँ हामी कुखुरा फार्म थियो। त्यतिखेर हामी दिपक भन्दा म काम गर्थ्यौँ पहिला सानोमा। भर्खर पढाइ छोडेर अब के गर्ने भनेर काम गर्ने लेखाली के अरे यही होइन यो एरिया है। यो एरिया त भोमालै छ नि होइन त। अब उकालो चढ्यौँ हामी। चाहिँ यहाँ चाहिँ हामीलाई सानो भाइहरूले हात हल्लाएर साथ दिएको थियो। सपतहरू पाइयो हाम्रो। राजाको चौतारा है। ल है यो चाहिँ हामी सुन्दरचोक अनि यो देउराली गाउँ पुग्ने बाटो है। यो चाहिँ म चाहिँ देउराली गाउँसम्म पुगेको छु है साथी हो। यहाँ चाहिँ प्रहरी चौकी छ। यो मुनि एउटा खोला छ त्यो चाहिँ बेगनासको बेगनास तालको पानी आइरहेको हुन्छ। यहाँ चाहिँ बर्खाको मौसममा चाहिँ खतरा माछा मार्छ यहाँ। यहाँ मुनि छ खोला। ल हामी चाहिँ अब सुन्दरचोक चाहिँ कट्यौँ राज चौतारातिर लाग्दैछौँ है। के अरे सरी राज चौतारा कटेर सुन्दरचोकतिर लाग्दैछौँ है। यहाँ मुनिको खोला चाहिँ बेगनास तालबाट आउने थियो पानी चाहिँ। अब राज चौतारा काट्यो सुन्दरचोक चाहिँ अब आउने लाग्यो होइन भन्छ। अब आयो है सक्यो। यहाँ चाहिँ पहिरोले गर्दाखेरि च्यात्त काटिएको ठाउँहरू छ यहाँ है। ल हामी चाहिँ सुन्दरचोक आइयो। यो यता जाने चाहिँ देउराली गाउँ, यता चाहिँ सापकोटा गाउँ जाने बाटो है त्यही है। धेरै याद आयो। पहिला हामी चाहिँ यो एरिया चाहिँ काम गर्न आएको थियौँ। धेरै रमाइलो हुन्थ्यो। के गर्ने धेरै वर्षपछि आएको एकदम रमाइलो। घरहरू पनि थप्पै छ। ल हामी काम गरेको ठाउँ आइयो।
सापको त गाउँहरू चाहिँ यिनीहरू हो। यहाँ अगाडि चाहिँ कुखुरा फार्म थियो, अहिले त छैन, बन्द भइसक्यो होइन। यो एरिया चाहिँ पुरा कुखुरा फार्म थियो। यो चाहिँ हामी सुत्ने अनि किचन रुमहरू चाहिँ यहाँ अझै पनि बाँकी रहेछ। अनि एउटा चाहिँ यहाँ यो घर चाहिँ यही कुलोमा यो 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 रुख थियो, यो बाँस झ्याङभन्दा उता होइन। निगले बाघ चाहिँ कुखुरालाई खान आएको भएर हामी चाहिँ त्यतिखेर यसो अलिअलि यसो आफ्नो ज्यानको सुरक्षाको लागि यसो लखेटेको थियौँ हामीले। गेटमा चाहिँ दिदी बस्नु भएको रहेछ, अनि दिदीसँग जान मिल्छ मिल्दैन अनि पर्मिसन लियो भने पुरानो यादहरू आयो, मनलै मानेन अनि होइन भन्छ भित्रै छिरियो। अहिले चाहिँ यस्तो बिजोग भएको रहेछ। अनि ऊ माथि चाहिँ देउराली गाउँ वहाँ देखिएको चाहिँ यो त्यो देउराली गाउँ, त्यो गाउँमा चाहिँ म पुगेको छु। के अरे भन्छ ठेलागाडा अझै छ अरे हो र? ए ठेलागाडा चाहिँ अझै नि बाँकी रहेछ यहाँ। यो चाहिँ टोयलेट बाथरुम थियो हाम्रो होइन, यो चाहिँ बाथरुम थियो, यो चाहिँ टोयलेट थियो। अनि यता चाहिँ यो रुममा चाहिँ दाना कुखुराको दाना राखिन्थ्यो, उता चाहिँ त्यो दुईवटा यो किचन थियो, उता कुनाको चाहिँ हामी बसिन्थ्यो है। यता दुईवटा खोर थियो, यता नि थियो, अनि हामी चाहिँ त्यहाँ सुतिन्थ्यो। यस्तो भएको रहेछ है ल। अनि हामी सुत्ने र दाना राख्ने रुममा चाहिँ अब बाख्रा पालन गरेको रहेछ अहिले। हेर्न आएको आज कस्तो भएछ भनेर। फर्म चाहिँ एउटा नि छैन, जग्गा त प्लटिङ गरिसकेको रहेछ यहाँ। फर्म कुखुरा फर्म हटाएर 11वटा रुम कोठा थियो, कुखुरा खोर थियो लामो लामो। एउटा खोरमा चाहिँ 7000 कुखुरा राख्थ्यो। अनि त्यो 7000 खोरमा 7000 एकजनाको भागमा हुन्थ्यो। अब हेरियो गरियो त्यतिखेर, अब भर्खर काम सिक्ने बेलामा गरियो, रमाइलो भयो होइन। अब त्यतिखेर चाहिँ कस्तो भने खाना बस्न दिएर जम्मा 5000 दिन्थ्यो। त्यो जमानामा अब गरियो, अब के गर्नु होइन, आफ्नो अलिअलि केही नभएपछि सिप सिक्नलाई त्यति भए नि हुन्छ भनेर गरियो। यहाँ चाहिँ यो नालाहरू चाहिँ हामीले खनेको है त्यतिखेरको पलमा। यो नाला पुरा हामीले खनेको। अन्त छानेपछि रेस्ट टाइम हुन्थ्यो, दाना पानी। यो जग्गा चाहिँ यति साह्रो हुन्थ्यो कि खन्न गैँती उछुटिन्थ्यो है। बाँस यो बाँसहरू यहाँको सबै, यहाँको जति पनि यो हराभरा भएको छ सब हामीले रोपेको यिनीहरू। यहाँ त डरै लाग्दो छ्याङ्गै छ नि यहाँ फेरि तलतिर। ऊ तल खोला पनि छ, त्यो खोला चाहिँ हामी राति माछा मार्न जान्थ्यौँ। यो हराभरा जति चाहिँ सब हामीले रोपेको यो यहाँ मुनि। छ्याङ्गै केही थिएन, यति डरलाग्दो ठाउँ छ कि यहाँ मुनितिर। अहिले चाहिँ हेर्नु लायकको भएको रहेछ। त्यो बेला रोपेको होइन भन्छ, अहिले चाहिँ हेर्न लायकको भएको रहेछ है ल। यहाँ एउटा कुरा चाहिँ, यहाँ यो भेगबाट यता बाँकी चाहिँ कास्की पर्छ, यताबाट यो खोला र उता चाहिँ तनहुँ पर्छ है। फेरि एउटा कुरा चाहिँ यो चाहिँ हामी अहिले ठ्याक्क कास्की र तनहुँको बोर्डरमा छौँ है। यो खोलाले चाहिँ बोर्डर छुट्टाएको छ है। उता चाहिँ तनहुँ, यता चाहिँ कास्की। हामी बसेका छौँ अहिले। यो एरिया चाहिँ कास्की पर्छ है त ल। अब हामी चाहिँ त्यो फर्म घुमेर यता सापकोटा गाउँतिर घुम्दैछौँ। ल फर्मबाट मुनिको खोला चाहिँ यो हो। यो खोलाको नाम चाहिँ हामीले बिर्सियो। र एउटा राम्रो भ्यू चाहिँ यहाँ यस्तो बवाल थियो, अहिले चाहिँ यहाँ पहिरोले फालिदिएछ। नत्र यो यहाँदेखिको लामो थियो, त्यहाँ चाहिँ स्पेस सानो 5 फिट जतिको चाहिँ चौडाइ छ है। लामो यो टुप्पासँग थियो, गएर तलतिर हेर्नु गदा राम्रो देखिन्थ्यो। फाल्दैछ अहिले त। यहाँ चाहिँ सिख्रीको जाल खेल्न मिल्ने खोला रहेछ अहिले चाहिँ। बर्खा त ठुलै आउँछ, यति चाक्लो बनायो पानीले। यहाँ चाहिँ हाम्रो यो कास्कीबाट तनहुँ जोड्ने झोलुङ्गे पुल चाहिँ बनेको रहेछ यहाँ है। यो चाहिँ कहाँ हुनुहुन्छ नि, यो मुनितिर यो खोला जाने होइन, मुनि कोत्रेमा पुगिन्छ होइन भन्छ। कोत्रे पुगिन्छ होइन आफै हो र।
यहाँबाट चाहिँ यस्तो यही हो कि यति नै स्पेस थियो कि पहिला उता चुप्पासम्म त्यो चुम्किलासम्म यो यति स्पेस थियो यो जति यो मोबाइलको फ्रेममा देखेको यो स्पेस छ नि यति लामो त्यहीसम्म थियो कि अझै यहाँ बिचमा चाहिँ धुस्किला झरेछ गएछ नत्र त्यो टुप्पासम्म जान मिल्ने थियो कि यस्तो बवाल हावा आउँथ्यो यहाँ यत्रै थियो कि अझै उता गएर अलि साँग्रो थियो भवालै थियो यहाँ यति चुम्किला बाँकी रहेछ अहिले चाहिँ यो चाहिँ खत्रै एरिया छ यहाँ यहाँ चाहिँ एरिया चाहिँ खनिज हाम्रो उहरू केही पाइन्छ कि होइन खोलामा यस्तो बगिरहेको छ पक्कै नि आइरनहरू होला यो यहाँबाट चाहिँ देउराली गाउँ सही देखिँदो रहेछ उता हो यो माथि माथि डाँडामा भएको चाहिँ देउराली गाउँ हो यिनीहरू देउराली गाउँ यिनीहरू चाहिँ ल अब मामा भन्छ चाहिँ यो ठाउँ घुमेर पनि सक्यौँ होइन भन्छ यता हेर्छौँ न यसो अब हामी चाहिँ अब फर्किन्छौँ अब किनभने यो ठाउँमा चाहिँ किन आएको थियो भन्दा पहिलाको हामीले काम गरेको ठाउँहरू कस्तो भयो होला भनेर यसो मनमा लाग्यो अनि भान्जाले ल भन्छ अब पहिले यहीँ गरेको के अरे त्यही भएर कस्तो छ कस्तो भएछ भनेर हेर्न चाहिँ आएको ठिकै रहेछ अब पहिलाको जस्तो चाहिँ रहेनछ सबै पहिरोले खाइदिएछ जग्गाहरू चाहिँ यो ठाउँहरू चाहिँ रमाइलो भयो तान्न अझै तान्छ हामी यहाँ हुँदाखेरि यति चाग्लो चाहिँ खोला थिएन पुरानो यादहरू चाहिँ फेरि रिकभर भयो हाम्रो होइन मामा भन्छ होइन एकदम यो भिडियोलाई चाहिँ हामीले यसैमा इन्डिङ गर्न जाँदैछौँ है त।